नमस्ते नमस्ते दिजु नमस्ते हजुर नमस्ते सन्चै आरामै हुनुहुन्छ ठीक छु बाबु आज त यहाँ छोराको बिहे आज है हजुर रमाइलो भएर चाहिँ यता रोटी पकाइरहेछन् यता यज्ञ सज्ञ बनाउँदैछन् हजुर यता शुभ विवाह लेख्दैछन् हजुर कतिखेर रतली खेलौँ भन्ने जस्तो भइरहेछ हजुर अनि कहिले बुहारी कान्छी बुहारी आउ पुग्छिन् भन्ने भएको छ हजुर म त एकदम खुसी छु ह्यापी त बिहेको रमझम छ हजुर आज चाहिँ खास मेन भनेको हाम्रो यो घरबारको चाहिँ मेन मुटु हजुर सिन हामी आज गर्दैछौँ हजुर विवाह त्यही हो रमझम अब भत्र पाक्दै लाग्छ यता ए छिटो खाना हो छिटो खाना राम्रो चुलो बनाएर भत्र पकाउँदै गर यो हजुरको अहिलेसम्मको यो काम गरेको सिरियलहरू भन्दा यो सिरियल कति फरक छ के छ धेरै फरक छ हजुर यो चाहिँ के हो भने हाम्रो चाहिँ यो आफ्नो पहिलाको परम्परा अनि यो सामाजिक घटेको घटनाहरूदेखि लिएर सबै हामीले टिपिकल पहिलाको जस्तो आजभन्दा 40-50 वर्ष अगाडिको हामीले देखाउन खोजिरहेछौँ 50 वर्ष अगाडिको के थियो कस्तो थियो सासूले बुहारीलाई कति समान हेला गर्थ्यो एउटा छोरीलाई कसरी हेर्थे छोरालाई कसरी हेर्थे गाउँ समाजमा कसरी हेर्थे हो त्यो खालको परिवेश छ तर यसमा हामीले कतिपयहरू गर्न खोजिरहेछौँ तर पुगेको छैन भने पनि क्षमा चाहन्छौँ है राम्रो छ एकदम राम्रो छ मैले त फर्स्ट टाइम यो यस्तो टिपिकल सिरियल गर्दैछु हजुर अब नाकमा बुलाखी र फुली लाएर त गरिरहेछ तर त्यसको अर्थ थिएन अहिले चाहिँ अर्थ छ पनि कम्प्रोमाइज गरेको छैन होइन चाहिने चिजमा बस्नु अब जस्तो सेल ताई बसालेर सेलै हामीले पिठो ल्याएर सेलै पकाएको छौँ किनभने यहाँ चाहिने भएर अब यसरी बिहाको लागि पनि यत्रो जग्गाहरू केराको बोटै ल्याएर फलेको केराहरूको बोटै ल्याएर सालको बोटै ल्याएर यसरी गरिरहेका छौँ टिपिकल घर छ हाम्रो पुरानो सबै कुरा ठिक छ एकदम फिल्मी स्टाइलको छ हाम्रो अन्तिममा जस्तो दर्शकहरूलाई केही थोरै केही भन्न चाहन्छु दर्शकहरूलाई के भन्न चाहन्छु भने घरबार सिनेमा टेली सिरियल छिटै नै आउँदैछ हजुरहरूले हेरिदिनु होला अवश्य मन पराउनुहुन्छ राम्रो नराम्रो कमेन्ट गरिदिनु होला हामी अझ सुधार्ने कोसिस गर्छौँ यो सिरियल भनेको हाम्रो लङ सिरियल हो तपाईँहरूले माया गरिदिनु भयो हेरिदिनु भयो भने हामी अझै जान्छौँ अगाडि बढ्छौँ त्यसको लागि अझै हामी धेरै राम्रो बनाउँछौँ योभन्दा धेरै राम्रो गर्ने कोसिस गर्छौँ हजुर त्यही भन्न चाहन्छु हस् थ्याङ्क यू दिजु हस् थ्याङ्क यू